आजको खाजा हाम्रो चटपटे। नमस्ते साथीहरू, आजको ब्लगमा म आइसकेको छु चटपटेको रेसिपी लिएर। सुरुमा मैले आलु पखालेर उसिन्न बसाएको छु। अब आलु पाक्नको लागि 2 देखि 3 सिटीसम्म लाग्न दिन्छु। सिटी लाग्दै गर्दा म यता चटपटेमा चाहिने सामानहरू रेडी गर्दै गर्छु। चटपटेको लागि प्याज रेडी गर्न थालेँ म। अब आलु पनि पाकिसक्यो। ओहो कस्तो तातो आलु छिल्दैछु म। अब आलु छिलिसकेर यसलाई पिस पिस बनाएर काट्दैछु। अब आलु पनि काटिसके। अब सबै सामानहरू म मिक्स गर्दैछु। पिरो चिप्स, करेन्ट चाउचाउ, हरियो केराउ, पिरो भुजिया, बिरे नुन, थोरै आयोडिन नुन पनि एड गरेँ, भुटेको धुलो खुर्सानी, आफ्नै बारीको हरियो कागती। अब भुजा एड गरेँ। भुजा चाहिँ हजुरहरूले कतिजनालाई बनाउने त्यो अनुसार एड गर्न सक्नुहुन्छ। अब म राम्रोसँगले चटपटेलाई मोल्दैछु। यो चटपटेलाई चाहिँ जति धेरै मोल्यो त्यति धेरै मसलाहरू अमिलोहरू सबैतिर लाग्छ अनि टेस्टी मिठो हुन्छ। मिठो चटपटेसँग चिज स्प्राइट। फाइनली हाम्रो चटपटे रेडी भयो। अब हाम्रो सङ्गीताले बनाएको मिठो चटपटे मेरो माइतीले खाजामा चटपटे बनाउनु भएको छ। मेरो माइतीले हुन त जे बनाए पनि मिठो हुन्छ, त्यही पनि एकचोटि चाख्छु है। कसम गाइस, यस्तो चटपटे एकचोटि यहाँ खान आउनु भने चाहिँ पर्खिनु हुने हजुरहरू। आजको खाजा हाम्रो चटपटे मिठो चटपटे बनाएको छु मैले। हजुरहरू पनि यसरी नै घरमा बनाएर खानु, एकदम मिठो हुन्छ अनि साथसाथै हेल्दी पनि हुन्छ साथीहरू।